Good morning from Sombaria, Sikkim. यो चाहिँ बिहानको मर्निङ यो चाहिँ यस्तो छ हाम्रो रुमबाट हामी चाहिँ भर्खर उठेको साथीभाइ हो वेलकम ब्याक टु माई च्यानल है आजको चाहिँ हाम्रो स्टे यस्तो छ यो सबैजना यहाँ सुतिरहेको छ मनिष साथी मनिष गुड मर्निङ भन हेलो ब्रदर गुड मर्निङ यहाँ छ यस पङ्कज साथी यहाँ छ अहिले यो हालत हेरिरहेको सबैजना सुतिरहेको अरे राज पनि उठेछ त यहाँ छ हाम्रो लेप्चा भाउ Are you ready for tonight? Good morning, sir. गुड मर्निङ सबैजनाको अब मर्निङ भइसकेको छ हो यहाँबाट बेहुला पनि आउनु आँटेको छ हो भने जस्तै बेहुला पनि बेहुला छैन गुड मर्निङ भैया गुड मर्निङ हाम्रो टी टाइम पनि भइसकेको छ अब यहाँनिर हेर्न सक्नुहुन्छ एन्ड हामी चाहिँ अब एज युजुअल बिहामा हामीले गर्ने काम डेकोरेसन पनि लागेको छौँ यस पत्ताहरू चाहिँ एकदम अर्ग्यानिकबाट भर टिपेर लागेको पत्ता राज थ्याङ्क यू फर द टी यहाँनिर यो सोनु स्टासीको हुँदैछ के गरिस् खाना राख्छ साइडमा Preparation is going on. हामी चाहिँ अब रिटायरमेन्ट डेकोरेसन गरिसकेर चाहिँ अलिक कन्फिडेन्स आएर चाहिँ आज हामी आफै गरिदिँदैछौँ यसको कस्तो हुन्छ अहिले देखाउनेछु तपाईँहरूलाई बेहुला रेडी भएको अवस्था है सबैजना रेडी हुँदैछ ए भ्लगर त आइता हुन्छ हाम्रो लेप्चा भ्लग्स गाइज एक्सन भ्लग्स Cheers. हामी चाहिँ अब फाइनली रेडी भएको छौँ यता टटक्क पर्दैछ बेहुला इज अन द ब्याक साइड हाम्रो यहाँनिर यो ह्यान्डसम केटाहरू अल द वे फ्रम सिलगढी खरसाङ डुवर्स डुवर्स पनि भन्नुपर्छ फेरि सबै केटाहरू हो हामी चाहिँ अब गएको वेडिङ भेन्यू चर्चमा सो चर्चमा गएर चाहिँ आज पनि क्रिस्चियन वेडिङ तपाईँहरूलाई फेरि मेरो बिहाको साथीभाइको सिरिजमा यो चाहिँ थर्ड बिहा भ्लग हुनेछ एन्ड हाम्रो सोनु दालाई बेस्ट विसेस फ्रम आवर साइड ग्रुम साइड आर भेरी रेडी एन्ड एक्साइटेड टु इन्जोय दिस वेडिङ अहिले तपाईँहरूलाई म अझ बिहाको अरू झलकहरू पनि देखाउनेछु हाम्रो भाउजू पनि देखाउनेछु स्टे ट्युन किप वाचिङ शेर्पालाई विधिवत विवाहित पत्नीको रूपमा अपनाउन परमेश्वरको पवित्र आज्ञा अनुसार विवाहित जीवन बिताउन उसलाई प्रेम गर्न आदर गर्न अनि बालचुकजन उसित इमानदार र विश्वासी भई बस्न राजी हुनुहुन्छ काशीडोमा शेर्पा के तपाईँ सोनु छेत्रीलाई विधिवत विवाहित पतिको रूपमा अपनाउन
परमेश्वरको पवित्र आज्ञा अनुसार विवाहित जीवन बिताउन, उसलाई प्रेम गर्न, आदर गर्न अनि 5 जुन उसित इमान्दार र विश्वासी भई बस्न राजी हुनुहुन्छ? राजी छु। सोनु छेत्री, तिमी टासीटोमा शेर्पालाई आजदेखि उसो मेरी आफ्नै विधिवत विवाहित पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञा आजदेखि उसो मेरो आफ्नो विधिवत विवाहित पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार अपनाउँदैछु अनि म यो औँठी हाम्रो विवाहको चिन्ह स्वरूप परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा तिमीलाई दिँदैछु। टासीटोमा शेर्पाले एक अर्कालाई विवाहको व्रत दिए अनि व्रतको चिन्ह स्वरूप औँठी साटे। यसर्थ म परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाममा यी दुईलाई पति अनि पत्नी भनी घोषणा गर्छु। प्रभुको शब्दहरू दोहोऱ्याउँदै म यो चेतावनी दिँदछु, जसलाई परमेश्वरले एक बनाउनु भयो तिनीहरूलाई कसैले अलग नगरोस्। सबैले आमेन भनिदिनुहोस्। बस्न सक्नुहुन्छ। हिजोसम्म गर्लफ्रेन्डको मात्रै अनुहार हेर्दै थियो, आज श्रीमतीको अनुहार हेर्ने कति इच्छा छैन हामीलाई। हिजो हुन्छ पनि अलग थियो, आज त अब बिहानदेखि नै होला। तपाईँ नलड्नुहोस् न, समाकै छ हुन्छ। यो समय यो मौका खालि सोनु क्षेत्रलाई दिन्छ, उसले मात्रै यो गर्न सक्छ। हामी कसैले पनि सक्दैन नि भर्खर मात्रमा स्वयं परमेश्वरको अगाडि उहाँको प्रतिक्रिया तपाईँको सूर्य चेहरा हेर्न सक्नुहुन्छ। नानीहरू सबै हाम्रो सचिव हाम्रो आदरणीय सचिवले सबै कागजहरू रेडी गर्नु भएको छ र यसमा हामी सोही गर्नेछौँ। जुन भवनबाट लिएर यस परिवारमा
यो चाहिँ तपाईँको सम्बारेबाट देख्ने मनोरम दृश्य एन्ड पछि देख्दै गरेको पहाडहरू चाहिँ बेङ्गल साइड दार्जिलिङ हाम्रो यो काङ्केबुङहरू केहरू अरे त्यस्तोहरू चिन्दिनँ म तर हेर्दा चाहिँ एकदमै अति नै दामी भ्यू